छ मलाई ल त्यस मेरो अनुहार तिरुपति बाल्दो ल अलि नजिक आएर बाल्दो ल गोरो देखाउनु पर्यो ल भयो त ल सुरु गर केटाहरु ल सुरु गर्न हे रंगाइदिन्छु सिन्दुरको धर्काले त्यसपछि त हेर्दैन अर्काले गयो जुबन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जुबन रंगाइदिन्छु सिन्दुरको धर्काले त्यसपछि त हेर्दैन अर्काले गयो जुबन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जुबन सुर्ती मार्दै मार्दै गयो जुबन सात वडा नम्बर 7 मेरो नवलपुरको केडाहरू सबैभन्दा खास वडा नम्बर 7 वडा नम्बर 7 हामी पुगिसक्यो अघि अफ सरू सबै लास्ट के रे वडा नम्बर 7 हामी सिन खाना आएको होइन घाँस वडा नम्बर 7 तेरो बोली चल्न सक्छ हाम्रो चलिहाल्छ हात हुँदा बासदेखि दल्लले भाइहरू साइको मेरो दाइहरू चल्पले कस्तो छ हुड चिनाउँछ मेरो सर्कलले म निस्के अन्डरग्राउन्डबाट चारैतिर हलचल हेर मुजी आफ्नै ठाउँमा बस्छु त्यसै गर्दिन म लफडा फेरि गर्नु पर्यो झगडा मेरो दाइदेखि भाइ आउँछ हाइमा खोडा लिएर फसमा गर्ने बानी छैन बकवास हामीदेखि टाढा बस मुजी दम छैन जसमा लगाएर कालो चस्मा कोही डराउँदैन सिक्ने पहिला को छ तेरो ट्रस्टमा हेर्न सिक अनि बल्ल आइज बिफ खेल्न खतरा मेरो पालो आयो भने कोहीलाई एक दिन 10मा भाइ लोको छ ग्याङ मेरो मोटो छ प्राइज छिरेसी भट्टीमा डिल हुन्छ सट्टीमा मुजी आफ्नै हो नाइट हाम्रो जङ्गी पारा जताततै यस्तै छ लाइफ हामीसँग भिन्ने टाउकेको मुजी टाउको नै गायब वडा नम्बर 7 मेरो नवलपुरको केडाहरू सबैभन्दा टाङ्के भयो नि गाइस हामी चाहिँ टक्ला आएर 4-5 बजी उठेको अँध्यारै थियो हामी उता त अहिले चाहिँ हल्का उज्यालो हुन लाहा माथि टावर देख्न सक्नुहुन्छ हामी चाहिँ टक्क यहाँ गिटार हान्दै हेलो राकेश ब्रो चियो ना यार या बस सुन्दरी ठन्डी महिना जाडो छ गाउन साउन आउने होइन न बजाउने आउने केही आउँदैन त्यो हावा ठन्डी महिना जाडो बलले भए बलै पोलाउँथे करले हुने भए करै पो गरुथे यता देवचुली छ यता माथि चाहिँ देवचुली छ यहाँ माथि देवचुली छ यता माथि देवचुली अनि यता चाहिँ मस्त घाम लागिरह मस्त है हावाहुरी नि मस्त चल रह्यो हावाहुरी मस्त चल रहा यता माथि देवचुली छ देवचुली चाहिँ यता खाइ कुन गाउँ हो त्यो यो पल्लोपट्टिको स्कुल भएको स्कुल भएको कुन गाउँ हो यो कति राम्रो अर्खला नामै राम्रो गाउँै राम्रो त्यहाँको मान्छे झन् साह्रै राम्रो